टु माई युट्युब च्यानल। आज चाहिँ मैले हल गर्ने सोचेको थिएँ, मैले के किन्ने भनेर, तर म अघि भ्याइसकेँ। मैले खाने ओर्ने कुरा म तपाईँलाई देखाउँछु ल। मैले आज के किने भनेर। अब बाँदर जस्तो मेरो दिमाग होइन, बुद्धि मैले हुन चाहिँ बाताङबुताङ पारिदिइसकेँ। मैले बिर्सिसकेँ। म बिर्सिसकेपछि मैले ब्लग बनाउनै पर्यो, एक्टिङ पनि गरिसकेँ। अनि एक्टिङ गरिसकेर चाहिँ के भयो भन्दाखेरि मलाई फेरि साँच्चीकै बनाउन मन लाग्यो। म एक्टिङ गरेर फेरि म देखाउन पनि सक्दिनँ नि त मैले के गरेँ भनेर। हुन चाहिँ मैले बर्बादै बनाइसकेँ। यो किनेको थिएँ मैले। आजको स्टार्ट गरौँ ल। गफ गर्दा गर्दै मैले फेरि ठ्याक यो किने पनि देखाउँदिनँ, मेरो गफ अलिक बेसी हुन्छ। मैले यो किने आज 1 2 3 4 जरोको 2 छ। अनि यसको सेन चाहिँ सुरुमा स्मेल गर्दाखेरि चाहिँ यति के भन्नु त बिग्रेको जस्तो क्या त्यस्तो थियो। तर अनि यसलाई 45 रुपियाँ 45 रुपियाँ मैले घर आएर देखेको। मैले 20 रुपियाँ 25 रुपियाँ सम्झेर उठाएको थिएँ। त्यति बेला मैले एकदम नर्भस भएर प्राइस पनि हेरिनँ। तर खाँदाखेरि दामी। अर्को पनि चिज छ मैले किनेको, मैले खाएर पनि हेरेँ। मैले दाम नहेरिकन उठाएँ सामान चाहिँ यो यसको नाम मलाई भन्न आउँदैन। क्यापिला कि क्यापिला यस्तो के लेखेको रहेछ, मिल्की मिस्ट क्यापिला भनेर। 210 रुपियाँको चक्लेट रहेछ क्या यो। कत्रो पनि छैन, इत्रै हो यो, इत्रै चक्लेट रहेछ यो। 210 रुपियाँको। मैले 50 कि त 90 भन्ने सोचेर उठाएको चक्लेट अहिले आएर त 210 रुपियाँको रहेछ। मैले पग्लिनै त सकेको रहेछ लगभग। अनि त्यो फोटोमा देखाए जस्तो पनि छैन क्या यो। फोटोमा देखाए जस्तो पनि छैन, केही छर्केको अर्केको छैन। भित्र खाँदा चाहिँ त्यो ल्यापटप फोन फुटाएर हालेर अन्त चिपिक चिपिकको होला हो त्यो छ जस्तो छ। म फेरि किन्दिनँ यो। खाँदा मिठो छ तर म किन्दिनँ फेरि। गिफ्ट गर्नु होला कसैले चाहनुहुन्छ भने। अनि अर्को कुरा भनेको मैले किनेको घुसाइसकेँ मैले। मेरो बानी अघि हाल्ने छ तर कहाँ हालेँ चाहिँ मैले थाहा छैन। मैले ब्यागभित्रै हालेँ जस्तो लाग्छ हो। थन्काउन त मलाई यति छिटो के नै जाँदो रहेछ र मैले थन्काएको चाहिँ छुइनँ। मलाई थाहा छ अलिक कहाँ हालेँ। अब फेरि भन्नु हतार पर्फ्युम किनेको थिएँ मैले। सिक्रेट टेम्पटेसन भन्ने यो मैले इन्फ्लुएन्स भएको भनेको चाहिँ मैले टिकटकबाट। अनि यहाँनिर टिकटकबाट चाहिँ कस्तो ब्लोसम कि समथिङ के भन्ने ऊ त्यहाँ माथि पनि छ पर्पल कलरको बट्टा देखिँदैछ। यो बट्टा हो, यो बट्टा यो यतापट्टिको त्यो हिमालय भन्नेको छेउको त्यो यो बट्टा होइन, यो बट्टा हो क्या यो पर्पल कलरको क्याप अनि यो वाइट कलरको यो भएको यस्तै छ। यसमा क्युट यस्तो छ। अनि त्यो किनेको थिएँ, त्यो एकदम राम्रो थियो क्या। रिभ्यू एकदम राम्रो लाग्यो मलाई। अनि यो म पनि पर्फ्युमरको यो इतरहरूको रिभ्यू आउँदाखेरि मैले हेरेको थिएँ फ्री प्रमोसन। मेरो ब्लग कसैले हेर्दैन रहे पनि हेरेको थिएँ। यस्तो राम्रो सेन्ट, यति राम्रो सेन्ट त्यो थियो क्या। अनि यसको रेटिङ चाहिँ 9/10 दिएको थियो त्यहाँनिर। अनि स्मेल्स लाइक लभ अरे क्या, त्यो लभै वाला उयो छ छन चाहिँ। अनि यस इट डज। अब लभवाला स्मेल त कस्तो थाहा छैन मलाई होइन। यस्तो राम्रो त्यो सफ्टल टाइपको एकदम शान्त पार्ने खालको छ क्या। अन्त पहिले लगाएको एकछिन भयो हल्का स्विट जस्तो पनि लाग्ने। तर त्यो चाहिँ म लुकाइहाल्छु ल। लुकाउनुपर्छ यो चाहिँ। खाँदै कुरा गरौँ। मैले आज के लिएँ त भन्दाखेरि यो लिएर आएको हट ब्याग। गाली खाएँ मैले
घरमा हटब्याग थिएन र हटब्याग ल्याइदिउँ भनेको त गाली खाएँ किनभने केही छैन क्या पानी हाल्नुपर्नेवाला हो। अब मलाई डर लाग्दैछ यो पानी हालेँ भने मैले यो चार्जवाला मात्रै चलाएको थिएँ यहाँभित्र अलरेडी जेल जस्तो हुन्थ्यो अनि यो चार्ज गरेको थियो अनि चल्थ्यो क्या तर अब यहाँ पानी हाल्नुपर्छ अहिले कसरी हाल्ने पानी यति गरेर हाल्नुपर्छ अनि मलाई के डर लाग्दैछ भने अब करेन्ट त पानीमा सुलसुल बग्छ नि त बिहानै चान्स मैले यहाँभित्र पानी हालेँ अरे अनि मैले चार्ज गरेँ अरे पड्क्यो भने मलाई करेन्ट लाग्यो भने अब मलाई त्यो त दिमागमा त्यो चल्दैछ के गर्छु मलाई थाहा छैन अनि मैले त्योसँगै पढिदिनलाई यो पनि ल्याएको छु अब हामी सँगै मिलेर पड्किनेवाला छौँ यो चाहिँ मेरो फोनको चार्जको लागि ल्याएको थिएँ कि अरू भनेको अरू सफा भएन भने कान्छी सफा गर्नुपर्छ त्यही भएर ल्याएको मैले यो एउटामा 80 पिस हुन्छ एउटामा 80 पिस हुन्छ 2 पिस ल्याएको छु मैले 20 रुपियाँ 40 रुपियाँको अनि यो पनि त थियो नि मसँग मेन्टोस योवाला चाहिँ खाएको थिइनँ है मैले यति काउन्टरमा देखेँ किनुन् भनेर राखेको होला अनि लोभमा परि गएँ मैले किनिगएँ अर्को बार्बिक्यू नै भन्छ होइन बिबिक्यू बार्बिक्यू हो त्यसको वाला पनि त्यो जेलीवाला चक्लेट थियो त्यो चाहिँ मैले अघि उडाइसकेँ आउँदै खाइसकेँ मैले यो पनि छ मेन्टोस जिन्दगी म अलग हट्के काम गर्छु अरू पनि छ सामान यसको सामानहरू लिन गएको थिएँ मैले लिएर आएँ होइन यसको चाहिँ म फ्री प्रमोसन गर्दिनँ किनभने महँगो पर्यो मलाई महँगो यही किनेँ मैले टन्नै लिस्ट थियो तितौरा 4टा 2टा कान सफा गर्ने 4वटा मेरै सामान त्यसपछि यो त्यसपछि हट ब्याग पर्फ्युमहरू गरेर यिनीहरू चाहिँ मलाई कोही बेला काममा जाँदाखेरि के खाम हुन्छ क्या अनि त्यसको लागि ल्याएको मैले यो पनि हाल्छु त्यतै तर मलाई अहिले ल्याएको सामानहरूमा म डिसएपोइन्ट हुन आँटेको चाहिँ मलाई फिलिङ आउँदैछ योबाट म डिसएपोइन्टेड अन्त चक्लेटबाट त झन् 100% पैसाले गर्दा त्यो चाहिँ अब त्यो खाँदा ठिकै खा तर त्यत्रो पैसा त म कतिवटा डेरी मिल्क खाउँथेँ क्या रिग्रेट हुँदैछ मलाई अब म यसो पढिकिने ट्राई गरेर आउँछु के हुँदो रहेछ ठिकै हुने रहेछ भने म फेरि ब्लग बनाउँछु नहुने रहेछ भने चाहिँ थ्याङ्क यू फर वाचिङ बाई बाई अनि मैले यो लास्टमा चाहिँ म के भन्न आएको भने म एकदम ओढेर बसिरहेको छु होइन म एकदम कन्फ्युज हुँदैछु क्या यता हेर्ने हो कि यता हेर्ने हो मलाई चाहिँ स्क्रिनमा हेरेर आफ्नो अनुहार हेरेर बोल्न मन लाग्छ तर अब त्यस्तो चाहिँ हुँदो रहेन रहेछ होइन अब क्यामेरामा हेर्नुपर्छ तपाईँहरूसँग बोलेको जस्तो यो गर्नको लागि चाहिँ अघि चाहिँ मैले क्यामेरा यस्तो ठाडो पारेर गरेको थिएँ क्या अनि अहिले त 150 चल्न चाहिँ यो चल्दो रहेछ होइन तर मैले त्यो भ्लग एन्ड गरेर अनि मैले यो चार्जमा हालेको धेर पानी पनि हालेको छैन क्या मैले यसमा यति बेरे मैले चार्जको त मैले आफै झर्को लागेर निकालिदिएको क्या कति छिटो सेलाइ पनि सक्यो यो पानी हाल्दाखेरि त मैले गाली खाएको त मैले गाली ठिकै खाएको जस्तो लाग्नु थाल्यो यो 350 रुपियाँ हालिहालेँ मैले किनेर आएँ होइन बर्बाद भयो जस्तो लाग्यो मलाई टिटी गर्दै थियो म त करेन्ट आज गयो घरको मैले मल्टिप्लगमा जोडिनँ यतिकै घरकै उयसमा गरेर जोडेको थिएँ आज मैले घरको सबै यो उडाउने रहेछु आज मैले घर जस्तो लागिरहेको थियो तर केही पनि भएन चिटिटी मात्रै गरौँ तर यो कतिचोटि सेलाइ पनि सक्यो यति तातिन चाहिँ फेरि मलाई 1 घन्टा जति चाहिँ लाग्यो क्या अनि म त्यही सेकेर बसिरहेको छु जाडो छ बाहिर ओढ्ने एकदम म ओढेर बसिरहेको छु पुरै अब आजलाई यस्तै भयो है क्वालिटी पनि एकदम अब अँध्यारो भइसकेको थियो आउँदाखेरि अनि त्यही भएर आजको क्वालिटी चाहिँ यस्तै भयो बिचमा चाहिँ पुरा त्यो प्लास्टिकहरू बजेको पनि आएछ होइन मैले अहिले भर्खर हेरेँ ब्लग त्यो मतलब मैले बनाएको भिडियो म केही एडिटिङ केही पनि गरेर हाल्दिनँ तपाईँ यसो सोचेको थिएँ क्या के अरे बनाइसकेर चाहिँ हेर्दाखेरि चाहिँ राम्रै भएको रहेछ ठिकै भएको रहेछ अनि मतलब नेचुरल टाइपकै भएको रहेछ
अनि राम्रो बनाएर हाल्नु पर्यो भने पनि सोचेँ, तर अब जे बनि नै सक्यो त्यसलाई के नै राम्रो बनाउनु र अनि इन्ट्रोडक्सनवाला पार्ट मात्रै हाल्छु भन्ने जसरी सोचेँ। ठिकै छ, मैले एउटा भ्लग बनाएर यतिकै छोडिदिएको थिएँ अनि मलाई कहाँबाट आज बनाउनु मन लाग्यो क्या। लाइक म हल गरेँ जस्तरी नै यतिकै एक्लै बोलिरहेको थिएँ अनि मलाई त्यो बोलेर सब काम बिगारिदिइसकेपछि चाहिँ बनाऊँ भनेर मेरो मनबाट आयो क्या, बनाउन मन लाग्यो मलाई। अनि मैले यतिकै बनाइदिएको, सबै बिगारेर होइन, सबैले नत्र जे आयो टक्क राखेर क्यामेरा खोलेर बनाएको थिएँ भने चाहिँ जस्ताको त्यस्तै नयाँ आउँथ्यो है। अन्त नयाँ तरिकाले सामान तर खाँदै गरेको के गरेको आएछ र पनि मैले के सोचेँ भन्दाखेरि, म छिटो बोल्दैछु नि, मैले के सोचेँ भन्दाखेरि यही त हो होइन। म त्यति बेला जसरी बनाउँथेँ बरु त्यति बेला अलिक एउटा के भन्नु त प्रोफेसनल टाइपको त म छुइनँ, मतलब हुन्छ नि, तरै पनि एउटा सिस्टमेटिक तरिकाले बोल्ने जस्तो मैले यो ल्याएँ भन्दै होइन बोलिन्थ्यो होला अथवा केही हुन्थ्यो होला। तर मैले जुन त म ल्याङफ्याङ भएको बेलै बनाएँ नि त, त्यो नेचुरल भयो नि त अब त्यो त होइन। किनभने म जस्तो छु जे बोल्छु नर्मल्ली मलाई जे फिलिङ आयो, झन् त्यो मैले चक्लेट खोलेर खाएको बेला चाहिँ तपाईँहरूले मेरो त्यति बेलाको एक्सप्रेसन देख्नुभएको थियो भने भगवान्, मैले त खोलेर खाएको बेला त होइन क्या, प्राइस देखेको बेला मलाई झन्डै रिङ्गटा लागेको। हुन त अब विदेशी चक्लेट पनि होला, प्याकेटमा लेखेको थियो इङ्ग्लिस टफी भनेर, तिन छक्क परेँ क्या। ल मैले के उठाएर ल्याएँ, फेरि मैले उठाउँदिनँ थियो होला कि, त्यो स्टोरको दिदीको गल्ती हो क्या। म सामान किन्न गएको, म अलरेडी त म यति धेरै सामान देखेर म कन्फ्युज हुन्छु कि म के लिम हुन्छ मलाई। हेर्दै गर्नुहुन्छ, म चोर्छु जस्तो गरेर क्या, हेरेको हेरेँ। अनि मलाई जब कसैले केही काम गर्दाखेरि, लाइक म लेख्दाखेरि हिँड्दाखेरि कसैले चाहिँ मलाई हेरिदियो भने म कामै गर्न सक्दिनँ। म एकदम त्यो लङ्गडो जस्तै हुन्छु क्या, म हिँड्नै सक्दिनँ, खुट्टै लदर बदर हुन्छ, जिब्रो पनि हुन्छ। अनि म त सोच्नै सकिनँ, अनि मैले के सामान उठाएर ल्याएँ क्या। म त बिर्सेको थिएँ, म जब त्यो डिपार्टमेन्टमा छिरेँ मैले के सामान लिन आएको नै बिर्सेँ क्या, एउटा सामान बाहेक। लाइक मलाई दिमागमै आएको थिएन म के लिन आएँ भनेर। अनि त्यहाँ गएपछि कोही बेला त चाहिहाल्छ भन्ने तरिकाले चाहिँ मैले सामान उठाएको, तर त्यो दिदीले हेरेको हेरेँ गर्नुभयो क्या। अनि म त एकदम नर्भस जस्तै भयो नि त, उनीहरू त केही गल्ती त होइन र पनि अब उनीहरूले पनि आफ्नो ड्युटी गरेको हो होइन, तर म चाहिँ त्यस्तो भयो क्या। अनि मैले नर्भसनेसमा सामान उठाइदिएँ अनि त्यस्तै भयो, फसेँ मैले लगभग, के भन्नु, उडाएँ मैले पैसा राम्रै आएँ। अब यसबाट त खै म त डिसएपोइन्ट नै भनौँ न, सेल आइ नै सक्यो क्या। जति यो तात्तिनलाई जति समय लागेको थियो नि त्यो चाहिँ सेकेन्डमै बित्यो क्या मेरो। यो छैन तातेको त छैन, के गर्नु, त्यो झर्कै घाँडै ल्याएँ भने जस्तै भयो मलाई त, पैसाको नाश। केही छैन, अब हुन त युट्युबमा कन्सिस्टेन्ट भएर त्यही भन्छ होइन, उयो ब्लगहरू हाल्नुपर्ने हो। अब म चाहिँ त्यो भ्याउँदिनँ क्या मेरो कामले गर्दाखेरि। अनि यता फेरि आएर गल्छु क्या म एकदम, घरबाट आइपुगेपछि चाहिँ म त जिन्दा लास भने जस्तो, केही गर्न मन लाग्दैन। त्यही भएर मैले बनाएको थिइनँ, मेरो भ्लग कसले हेर्छ पनि मलाई थाहा छैन क्या। तर यो मलाई के चाहिँ हुन्छ भने एउटा मेमोरी भनौँ न, मलाई यो पनि गर्न मन लाग्थ्यो, मैले गरेँ भने जस्तो हुन्छ। हेर्नेले हेरिहाल्छ, नहेर्नेले हेर्दैन, हेरेनन् भने पनि म पछि आफै खोलेर एक्लै हेर्छु, एक्लै हेरेर गर्छु। त मेरो लागि आफ्नै मेमोरी हुन्छ कि म जस्तो मतलब इन्ट्रोभर्ट मान्छेले पनि आफ्नो खुलेर कुनै एउटा प्लेटफर्ममा आफ्नो भिडियो हाल्यो भनेर होइन। किनभने अब त भ्लग बनाउने छाती छन्, त्यही हो। अब भयो भने चाहिँ अब यसरी नै आज जस्तै फुत्त जोस चल्यो भने चाहिँ म बनाउँछु भिडियोहरू, हाल्छु। त्यो हालिनँ भने सर्ट्सहरू सानो आफ्नै टिकटुक हाल्छु। अनि त्यही हो, यही भन्न आएको म अन्तिम, अघि बाई भनिसकेर भन्न चाहिँ म यही आएको। ओके, बाई बाई, थ्याङ्क यू फर वाचिङ।